हामीहरू चाहिँ सुन्दरजल बसमा आइपुगेर यहाँबाट झरेर हिँड्दैथ्यौँ 3 जनाको टोली 2 जना सरहरू कार्यव्यस्तताको कारण आउन सक्नु भएन हामी चाहिँ के गर्छ आठाको टोली चाहिँ है सबैको चाहिने हो अनि लेखाएको छ भने भए त भयो तपाईँले होला भन्नुभयो नि त सिँढी सही देखियो क्या देखिन्छ है जीवन पनि यही झरना जस्तो हो कहिले शान्त कहिले सुक्खा कहिले गडगडाउँदै उर्लिन्छन् अहिले चाहिँ सुक्खा रहेछ यहाँ झरना है पानी छैन सानो छ कहाँ तू कहीं जय पुलको यता मन्दिर छ जय सुन्दर जल की जय मैं कहाँ तू कहीं के छ हो जङ्गलमा दाइ बाघ खोज्दै हो कि हो अहिले अघि उ भेटियो मेरो बान भेटियो के हनुमानजी मेरो भक्त अब बाघ भेटाउने हो नि त अब यहाँ चाहिँ धाप ड्याम चिसापानी फायर लाइन फ्राइडे नाइट नर्मली जनताहरू काठमाडौँ बाहिर जाने भन्छन् हाम्रो चाहिँ के हुन्छ भने आजको 17 किलोमिटरको हाइक गरेर चिसापानी पुगिन्छ चिसापानी पुगेर आज हामी चिसापानी बसाइ हुन्छ भोलि बिहान चिसापानीबाट ब्रेकफास्ट गरेर हामी फेरि चिसापानी टु बुढानीलकण्ठको रुट बागद्वार हुँदै हजुर अनि भोलि बागद्वार भनेको बागमतीको उद्गमस्थल बागमती नदीको उद्गमस्थल बागद्वारमा गएर एकछिन पौडी खेलेर अनि त्यहाँबाट हामी तारबेर हुँदै बुढानीलकण्ठ पुगेर बुढानीलकण्ठबाट साझा यातायात चढेर घर पुगिन्छ अब यो उकालो कति घन्टा चढ्नुपर्छ कति किलोमिटर होला मोटामोटी 3.5 घन्टा जस्तो चढ्नुपर्छ हजुर अब यहाँबाट हामी चिसापानीको डिस्टेन्स भनेको 17 किलोमिटर हजुर 17 किलोमिटरमा गएर बासा बस्ने हो अब त्यो बिचमा एउटा रमणीय स्थल र एउटा टुरिस्टको एट्र्याक्सनको केन्द्र भनौँ न आकर्षणको केन्द्र रहेको धाप ड्याममा गएर फोटासोटा खिच्ने गर्ने बाख्राहरू चढ्दैछन् है यो मूल खर्काको ठ्याक्क बिच गाउँबाट हामी यहाँ आइपुगेर हेर्दैछौँ यो भ्यू राम्रै देखिँदैछ जहाज ग्राउन्ड पनि देखियो अलि आज अलिक क्लियर हुन्छ मौसम तुहेलो है के छ अलि हल्का हल्का त्यो भएर देख्न सकिएन राम्रै देखेछ भ्यू ल यहाँबाट देखिन्छ यस्तो देखिन्छ है हामी अब यता धापडामतिर अगाडि बढ्दैछौँ यहाँ संरचनाहरू बन्दैछन् चिसो चिसो हावा चलिरहेको छ मौसम किसिम छ आजलाई एवान भन्छन् किसिम भन्छन् औसेलु पनि छ यहाँ है अब ल चुत्रो खाने क्रममा छौँ हामी अब यहाँ खै रहेछ ल हिमाल हालिदेऊ त बोट के अरे चुत्रो भिडियो ल केही भन्नु छ भने भन्दा हुन्छ ल राले फेरि हान्ला सही छ यो ठाउँ जङ्गल सही छ अरे त ल अब यहाँबाट धाप ड्याम पुग्नको लागि 2 घन्टा अझै हिँड्नुपर्ने छ यताबाट काठमाडौँ पनि मजाले राम्रोसँग देखिन्छ है राम्रै देखिन्छ है
हावा सही छ मिठ छैन हेर त खिच्देऊ बब्बाल छ है बबाल छ ल सही छ यो ठाउँलाई मौसम आज सबभन्दा इन्ट्रेस्टिङ भनेको गजब भनेको मौसम यहाँको चाहिँ नेचर सबै इन्जोयबल छ मलाई यस्तो मौसम प्रकृतिसँग हिँड्न पाएपछि खेल्न पाएपछि पुग्यो बस बबाल छ ल खानुका किन हो र खान्छु के त्यही राखेको त्यहाँ स्ट्यान्ड रहेछ नि वाइट स्ट्यान्ड ल उहाँले पानी भेटाए मुदो चिसो छ त्यस्तै गर्छ के यहाँ हेर न डाँडा यस्तो गजब छ यस्तो हरियाली आज मौसम पनि यस्तो चिल पारेको छ आनन्दको अघि त उकालोमा धेरै उकालो मात्रै भयो अहिले यहाँ चाहिँ दाउरे भने जस्तो को नाम 61,900 हो दाइ बाघलाई भेट्नु भयो हो र यता आए छैन ए हो र के छ बाघसँग राम्रै छ क्या तपाईँको सम्बन्ध ठिकै छ ए हो ल ल के रहेछ यस्तो यो हजुर ल यहाँ लहरोमा पिङ खेल्दै हुनुहुन्छ है ल यस यस है ल ल ल ल चचा खै मचाइदिने हो त्यहाँबाट साइडबाट चढेर आउनुपर्छ घर सजिलो पर्छ अब पुतलीहरू उड्दैछन् शान्त अनि शान्ति जे भने पनि यही होइन त सहरको टाढा जङ्गलको बिचमा पानीको खोला सँगसँगै आनन्दित यो जस्तो आनन्दित अरू कुन ठाउँ हुनसक्छ होला र के खाएको चिसो पानी मार चिसो पानी अब त एक पेट भर्नलाई कमसेकम 15 मिनट लाउँछ जस्तो छ पानी फेरि गन्तव्यतर्फ पाइलाहरू लम्किँदैछन् यता पानीको खोलाको आवाज पनि ब्याकग्राउन्डमा बजिरहेको छ हामी हिँड्दैछौँ वा काफल खाँदै चुत्रो खाँदै औसेलु खाँदै जङ्गलमा खोलाको किनारै किनार जङ्गल
खोलो आउँदो रहेछ बहुत मिठो रहेछ यार औषधि बहुत मिठो औषध रहेछ क्या हेरौँ त यस्ता राम्रा राम्रा हामीले गाउँतिर टोप्रा भन्थ्यौँ यहाँ चाहिँ के भन्छन् यस्तो राम्रो छ कि बा ल धाप्ट्यामा आइपुग्यो हामी काफल खानको लागि हामी रुखमा चढ्ने कुरा भइरहेको काफल फलिरहेको त्यहाँ बस्नु त म त जित्ने यसो गरेँ काफल यति खाइयो कि रुखमै चढेर अब काफलले फकाए पनि गइँदैन धनसुके राफले फकाउँछ काफले भन्थे गरे केटीहरूले वाटर सप्लाई छैन कहिले हो यो बनेर सिधेको चाहिँ यहाँ उभएर अनि यो तल जान्छ उता ट्रिटमेन्ट प्लान्टमा जान्छ यो बनेको कति भयो भनेको 6 वर्ष भयो ए नयाँ रहेछ त यहाँ चाहिँ पुरै देखिँदैछ अलिअलि ऊ देखिएछ त ढुङ्गा ढुङ्गी त्यो घुमिएको छ क्या भित्रभित्र कोप्चिएर रहेछ त्यही हो ए नयाँ ग्रुप भेट्या छ है ल ल हाम्रो होटल आयो है यो होटल नेचर भ्यू प्राइभेट लिमिटेड चिसापानी आजको हाम्रो बसोबास यतै रहन्छ यतै हुन्छ भोलि अब यहाँबाट उठेर हिँड्दै बुढालिगुन्थ चाहिँ पुगिन्छ हामी सुस्तै यस्तो त मसँग खतरा छ मैले देखाउनु भएको तपाईँले यसरी क्याम्प फायरिङ गरेर हामी नाचेर गीत ल साथीहरू मिठो गीत बजा मन पर्यो कहिले काली मन पर्यो कहिले गोरी मन पर्यो कहिले काली मन पर्यो ससुराको यहाँ एउटा क्यारेक्टर पनि बनाउनु पर्यो ससुराको ससुरा हुन् जस्तो मै रहेछु कि अरू छैन नि यहाँ ए सुरेश भाइ सुरेश भाइ मैले साली तिम्रो जोबान कल्ले लाने हो तिम्रो हातको तिउन तरकारी कल्ले खाने हो हुन्छ क्या केटीहरू केपेबल छन् सबै ए यो यता यता दिउँ न यता हामीलाई हाम्रो ल्याऊ न तपाईँहरूको सबैको एउटै हुन्छ होइन हौ सबैको एउटै हो मेरो त भित्र छुट्टै दिएको ल्याऊ भन्न खोजा होइन हाम्रो भेज 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 सुरेश हाम्रो हामी दुईजना मात्रै भेज हो क्या
हो ए ल बधाई छ है ल मलाई तपाईँहरूको भाषामा एकजना मात्र हुनुहुन्छ होइन हामी 4 जना भेट 1 2 3 4 ल हाम्रो भेट भएको दिन नाचिने झै गर्दैछौ खकिन नगर्दो मन माया लागेको होइन नभन मान्छे रञ्जन बहिनी होइन सबै बहिनी रहेछन्